कृतिहरू प्रकाशित भइसकेका छन्। र खोटाङ जिल्लाको साहित्यिक रूपरेखा 2053 मा प्रकाशित भएको छ। स्रष्टा संवाद 2059 मा प्रकाशित भएको छ। कालजयी आवाजहरू 2078 मा प्रकाशित भएको छ। र लन्डन डायरी भर्खरै उहाँ 1 वर्ष अगाडि नियात्रा सङ्ग्रह लन्डन डायरी 2081 मा प्रकाशित भएको छ। यसको अतिरिक्त उहाँले आजभन्दा 35 वर्ष अगाडि श्यामप्रसाद भट्टराई, विष्णु आभूषण र उहाँ 3 जना मिलेर साहित्य सञ्चारको लागि एउटा हवाई आन्दोलन सुरु गर्नुभएको थियो। त्यो पनि उहाँले अहिले पछाडि प्रस्तुत गर्नु होला। उहाँ नेपाल संस्कृत विश्वविद्यालय अनुसन्धान केन्द्रको लामो समय काम गरेर केही समय अवकाश हुनुभयो। अब उहाँ त्यहाँ यति राम्रो काम गरिदिनु भयो, एउटा पिलरको खम्बाकै रूपमा उहाँलाई लिन्थ्यो। अहिले सम्भवतः अनुसन्धान केन्द्र उहाँको अनुपस्थिति अलिकता अगाडि बढ्ने समस्या भएर एउटा राम्रो प्रशासकको रूपमा उहाँको भूमिका हामीले देखेका थियौँ। उहाँको बुवा शताब्दी पुरुष तुलसीप्रसाद रेग्मीको देहान्त केही महिना अगाडि मात्र भयो। उहाँको एउटा प्रजातान्त्रिक आन्दोलनमा ठुलो भूमिका रहेछ, साहित्यिक योगदान पनि रहेछ। हाम्रो प्रस्तावजीले उहाँको बारेमा पनि थोरै प्रस्तुत गर्नुहुन्छ। हुन त अघिल्लो महिनाको टकमा मैले पनि केही प्रस्तुत गरेको थिएँ। उहाँकै छोराले अझै राम्रो प्रस्तुत गरिदिनु, यसबारेमा पनि उहाँको भनाइ आउने नै छ। र हामीले यो कार्यक्रम छोटो समयमा बनाएको हुनाले आज हाम्रो प्रस्तुता नयनराज रेग्मीज्यूले पावर पोइन्ट ल्याउन सक्नु भएको छैन। तथापि उहाँको प्रस्तुति हामीले हार्ड कपी पाउनेछौँ। त्यसलाई हामीले लिपिबद्ध गरेर हाम्रो वेबसाइटमा अथवा हाम्रो प्रकाशनमा ल्याउनेछौँ। यति भन्दै मैले उहाँको परिचय कति छुटाएँ। उहाँले आफ्नो प्रस्तुति सबै कुरा थप्न पनि सकिन्छ। अब उहाँकै मुखारबिन्दबाट नेपालको पूर्वी भेगमा रेग्मी विचार कसरी रह्यो, त्यसका रोचक प्रसङ्गहरू के थिए र रेग्मीको साहित्यिक योगदान के कस्तो रहिरहेको छ र अन्य विषयमा पनि उहाँले प्रस्तुति गर्नुहुनेछ। अब मैले यसको लागि नयनराज रेग्मीलाई फोहोर हस्तान्तरण गरेँ। हस्, धन्यवाद दामोदर सर। मेरो आवाज सुनिएको छ? हजुर, सुनेका छौँ हामीले। हजुर। यस कार्यक्रमका अध्यक्षज्यू, संयोजकज्यू तथा उपस्थित सम्पूर्ण महानुभावहरूमा म हार्दिक अभिवादन व्यक्त गर्दछु। रात्रिकालीन नमस्कार, मेरो अभिवादन छ। सर्वप्रथम त म कोशी गोत्रीय बन्धु समाज र यसका अध्यक्ष नीलप्रसाद रेग्मी तथा यो टक प्रोग्राममा मलाई आमन्त्रण गरी मेरा विचारहरू, भावनाहरू राख्ने जुन सौभाग्य प्रदान गराइदिनु भयो, यसका लागि एउटा विद्वत व्यक्तित्व डाक्टर दामोदर रेग्मी जो पूर्व सचिव, सर्जक तथा एउटा विद्वत व्यक्तित्व हुनुहुन्छ, उहाँप्रति म एकदम हार्दिक आभार व्यक्त गर्दछु। हार्दिक नमस्कार। मेरो नाम नगेन्द्र राज रेग्मी। अहिले दामोदर सरले भनिजानुभयो, मेरो परिचय दिइजानु भएको छ। म नेपाल संस्कृत विश्वविद्यालयबाट हालै सेवानिवृत्त भएर अहिले म फुर्सदिलो जीवनमै व्यतीत गरिरहेको छु। र आज यो यहाँले यो